मिन्नासान कोन्निचिवा नमस्कार। मेरो नाम दिपेन्द्र पौडेल। टेक्निकल टिप्स युट्युब च्यानलमा तपाईहरु सबैलाई स्वागत छ। आज मैले तपाईहरुको माझ नयाँ भिडियो लिएर आइसकेको छु। आज हामी के सिक्ने छौं भन्दाखेरिमा आज हामी हप्ताको 7 वटा बारलाई जापानिज भाषामा के भन्छ र त्यसको सही प्रोनाउन्सिएसन गर्न सिक्ने छौं। कृपया भिडियोलाई अन्तिमसम्म हेरेर साथ र सहयोग गरिदिनु होला। ल आउनुहोस् अब हामी भिडियो सुरु गरौँ। सबैभन्दा सुरुमा यहाँनिर हेर्नु होला, बारलाई सबैभन्दा सुरुमा हामी सिकौं। बारलाई के भन्छ भन्दा यौबी भनेर भन्छ। के भन्छ? यौबी भनेको बार हो है। कुनै पनि हप्ताको बारलाई हामी यौबी भनेर भन्छौं र कुन बार हो भनेर सोध्नलाई चाहिँ हामी नान यौबी भनेर भन्छौं। के भन्छौं? नान यौबी भनेको चाहिँ कुन बार भन्ने अर्थ लाग्छ है। यौबी भनेको चाहिँ हप्ताको बार भयो भनेदेखि कुन बार भनेर क्वेशन सोध्दाखेरिमा हामी नान यौबी भनेर भन्छौं। के भन्छौं? नान यौबी भन्छौं। नान यौबीको अर्थ कुन बार भन्ने अर्थ हुन्छ है। र अब यहाँ हेर्नु होला, सन्डे भनेको आइतबार। आइतबारलाई चाहिँ हामी निचियौबी भनेर भन्छौं। के भन्छौं रे? निचियौबी भनेर भन्छौं। यसलाई निचियौबीलाई को चाहिँ नेपाली रूपमा मैले यहाँनिर पनि दिएको छु। केही समस्या भएमा यहाँ पनि हेर्न सक्नुहुनेछ है। आइतबारलाई के भन्छ? निचियौबी भन्छ। निचियौबी भनेको आइतबार। आइतबारलाई के भन्छ रे? सबैले भन्नुस् त एकचोटी। निचियौबी। निचियौबी। निचियौबी भनेको आइतबार। अब यहाँ हेर्नु होला, मन्डे। मन्डे अर्थात् सोमबारलाई हामी के भन्छौं भन्दा गेचुयौबी। के भन्छौं रे? गेचुयौबी। गेचुयौबी भनेको सोमबार। गेचुयौबी भनेको सोमबार। सोमबारलाई हामी के भन्छौं? गेचुयौबी भन्छौं। के भन्छौं? फेरि एकचोटी भन्नुस् त। गेचुयौबी भनेको सोमबार। गेचुयौबी भनेको सोमबार। सोमबारलाई हामी गेचुयौबी भनेर भन्छौं है। अहिले हामीले आइतबार र सोमबारको बारेमा सिक्यौं। आइतबार भनेको निचियौबी, सोमबार भनेको गेचुयौबी। एकचोटी सबैजनाले प्रोनाउन्सिएसन गर्नुहोस् त। निचियौबी भनेको आइतबार, गेचुयौबी भनेको सोमबार। गेचुयौबी भनेको सोमबार है। र यहाँ ट्युसडे भनेको छ। मंगलबारलाई हामी के भन्छौं? खायौबी भन्छौं। के भन्छौं रे? खायौबी भन्छौं। मंगलबारलाई हामी के भन्छौं? खायौबी भन्छौं। के भन्छौं रे? सबैले एकचोटी भन्नुस् त। खायौबी भन्छौं। यहाँ मैले एउटा नोट पनि दिएको छु, यहाँ हेर्नु होला। हिरागानाको का अक्षर अगाडि आएमा खा उच्चारण गर्नु पर्दछ भनेको छ। जस्तो यहाँनिर हेर्नु होला, यो का अक्षर हो नि। यो का अक्षर यदि कुनै पनि लेटरको चाहिँ अगाडि आयो भनेदेखि त्यसलाई हामी खा भनेर भन्छौं है। खायौबी भनेर भन्छौं। के भन्छौं रे? खायौबी भनेर भन्छौं है। र अर्को हेर्नु होला, वेडनेसडे भनेको बुधबार। बुधबारलाई हामी सुइयौबी भन्छौं। के भन्छौं रे? सुइयौबी भन्छौं। एकचोटी सबैले प्रोनाउन्सिएसन गर्नुहोस् त। सुइयौबी भन्छौं। के भन्छौं रे? सुइयौबी भन्छौं। सुइयौबी भनेको बुधबार। एकचोटी सबैले भन्नुहोस् त। सुइयौबी भनेको बुधबार। अब यहाँ हेर्नु होला, थर्सडे भनेको छ। थर्सडे भनेको बिहीबार। बिहीबारलाई हामी के भन्छौं? मोकुयौबी। के भन्छौं रे? मोकुयौबी। मोकुयौबी भनेको बिहीबार। एकचोटी सबैले भन्नुहोस् त। मोकुयौबी भनेको बिहीबार। बिहीबारलाई के भन्छ रे? मोकुयौबी भन्छ। के भन्छ रे? मोकुयौबी भन्छ है। बिहीबार भनेको मोकुयौबी रहेछ। एकचोटी सबैले प्रोनाउन्सिएसन गर्नुहोस् त। मोकुयौबी भनेको बिहीबार। र अब यहाँ हेर्नु होला, शुक्रबार भन्न पर्यो अर्थात् फ्राइडेलाई हामी के भन्छौं? किनयौबी भन्छौं। के भन्छौं रे? किनयौबी। किनयौबी भनेको के रहेछ? शुक्रबार रहेछ। शुक्रबारलाई के भन्छौं? किनयौबी भन्छौं। के भन्छौं रे? किनयौबी भन्छौं। किनयौबीको अर्थ हुनेछ शुक्रबार हुनेछ। र हप्ताको अन्तिम बार शनिबार अर्थात् स्याटरडेलाई हामी के भन्छौं? दोयौबी भन्छौं। के भन्छौं रे? दोयौबी भन्छौं। दोयौबी भनेको के चाहिँ रहेछ? शनिबार रहेछ है। ल अब एकचोटी फेरि सबैजनाले यहाँ हेर्नु होला, एकचोटी हामी सुरुबाट फेरि प्रोनाउन्सिएसन गरौँ है। जापानिज भाषालाई सुरुबाटै हामीले प्रोनाउन्सिएसन गरेर एकदम हाम्रो भोकल खुलायौं भनेदेखि हाम्रो भाषा एकदम राम्रो बन्दै जान्छ। त्यही भएर हामीले लेखेर हुँदैन, हामीले सकेसम्म त्यसलाई के गर्नुपर्छ? प्रोनाउन्सिएसन गर्नुपर्छ। प्रोनाउन्सिएसन नै कस्तो गर्नुपर्छ भन्दाखेरिमा सही प्रोनाउन्सिएसन गर्नुपर्छ है। ल आइतबार सबैले भन्नु होला है, मसँगै भन्दै जानु होला। आइतबार। आइतबारलाई हामी निचियौबी भन्छौं। निचियौबी भन्छौं। निचियौबी। निचियौबी भनेको आइतबार। सोमबार। सोमबार। सोमबारलाई हामी गेचुयौबी। गेचुयौबी। गेचुयौबी भनेको सोमबार। सबैले भन्नु है, सोमबार भनेको गेचुयौबी रहेछ है। मंगलबार। मंगलबार भनेको खायौबी।
मंगलबार भनेको खायौबी, खायौबी भनेको मंगलबार। बुधबारलाई हामी सुइयौबी भन्छौँ, बुधबारलाई हामी के भन्छौँ सुइयौबी भनेर भन्छौँ है। बुधबारलाई हामी मोकुयौबी भन्छौँ, के भन्छौँ रे मोकुयौबी भनेर भन्छौँ। मोकुयौबी भनेको बिहिबार। शुक्रबार, शुक्रबारलाई हामी किनयौबी भनेर भन्छौँ, के भन्छौँ रे किनयौबी भनेर भन्छौँ। र शनिबारलाई हामी के भन्छौँ दोयौबी भनेर भन्छौँ, के भन्छौँ रे दोयौबी भनेर भन्छौँ। ल तपाईँ सबैजनाले एकचोटि यो सबैलाई पज गरेर एकचोटि सबैलाई प्रोनाउन्सिएसन गर्नुहोस् त। ल गर्नुभयो है। ल त्यसो भएदेखि अब हामी अगाडि बढौँ ल। ल यहाँ मैले अलिकति तपाईँहरूलाई सजिलो होस् भनेर मैले यहाँनिर थोरै तपाईँहरू भएको ठाउँमा भोक्याबुलरी राखेको छु। कृपया यो भोक्याबुलरी हेर्नु होला है। क्यौ भनेको के रहेछ, क्यौ भनेको आज। आजलाई हामी के भन्छौँ क्यौ भन्छौँ, क्यौ भनेको आज। के भन्छ रे आजलाई के भन्छ सबैले भन्नुहोस् त एकचोटि क्यौ। बा जान्ने भइसक्नु भएछ है। र 2 नम्बरमा हेर्नु होला किनौ, किनौ भनेको के हो हिजो। हिजोलाई हामी के भन्छौँ किनौ भनेर भन्छौँ, के भन्छौँ रे किनौ। किनौ भनेको हिजो, क्यौ भनेको आज, किनौ भनेको हिजो। अर्को 3 नम्बरमा हेर्नु होला ओतोतोई, ओतोतोई, ओतोतोई भनेको अस्ति। अस्तिलाई हामी के भन्छौँ ओतोतोई भनेर भन्छौँ, अस्तिलाई हामी के भन्छौँ रे ओतोतोई भनेको अस्ति। 4 नम्बरमा हेर्नु होला आसिता, 4 नम्बरमा हेर्नु होला आसिता। आसिता भनेको भोलि, भोलिलाई के भन्छ जापानिजमा आसिता भनेर भन्छ है। र 5 नम्बरमा हेर्नु होला आसाते, आसाते, आसाते भनेको पर्सि। पर्सिलाई हामी के भन्छौँ आसाते भनेर भन्छौँ, के भन्छौँ रे आसाते भनेर भन्छौँ है। 6 नम्बरमा हेर्नु होला यासुमी, यासुमी, यासुमी भनेको छुट्टी अर्थात् बिदा भन्ने अर्थ हुन्छ है। यासुमी, यासुमीको अर्थ छुट्टी अर्थात् बिदा भन्ने हुन्छ है। 7 नम्बरमा हेर्नु होला इचु, इचु, इचु भनेको कहिले, इचु भनेको कहिले। 8 नम्बरमा हेर्नु होला देश भनेको छ, देश। यो हुन चाहिँ हामी सु हो तर यसलाई चाहिँ हामी के भनेर प्रोनाउन्स गर्छौँ देशसँग आउँदाखेरिमा चाहिँ यसलाई हामी देश भनेर प्रोनाउन्स गर्छौँ है। यो सु भए तापनि देशसँग आउँदाखेरिमा यसलाई हामी के भन्छौँ देश भनेर भन्छौँ है। देशु नभनेर यसलाई हामी के भन्छौँ देश भनेर भन्छौँ, जसको अर्थ हो भन्ने हुन्छ है। देशको अर्थ के हुन्छ हो भन्ने अर्थ लाग्छ। 9 नम्बरमा हेर्नु होला का भनेर भनेको छ। का भनेको चाहिँ कुनै पनि कुराको प्रश्न सोद्धाखेरिमा चाहिँ पछाडि हामीले का भनेर प्रयोग गर्छौँ है। जस्तै नान देश का भनेर सोद्धाखेरिमा कोही के हो भनेर सोद्धाखेरिमा नान देश का भन्छौँ। देशको पछाडि का आयो भनेदेखि के हो भनेर चाहिँ हामीले क्वेसन सोधेको है। अझै इचु भनेको कहिले भनेको छ है। अब यहाँनिर इचु देश का भनेको कहिले हो भन्ने अर्थ लाग्छ। त्यही भएर का यदि कुनै पनि कुराको पछाडि यदि का अर्थ अक्षर आएको छ भनेदेखि त्यसको अर्थ चाहिँ त्यसको अर्थ के हुन्छ भन्दाखेरिमा त्यसले कोही क्वेसन सोधिरहेको छ है भन्ने अर्थ हुन्छ है। र 10 नम्बरमा हेर्नु होला कारा, 10मा हेर्नु पर्नु त कारा। कारा भनेको देखिबाट भन्ने हुन्छ है। यहाँदेखि, यहाँबाट, काठमाडौँबाट, हेटौँडाबाट, बुटोलबाट, यति बजेबाट भन्छ नि, त्यो भन्दाखेरिमा चाहिँ हामीले काराको प्रयोग गर्छौँ। र 11 नम्बरमा हेर्नु होला मादे भनेको छ है। मादे भनेको सम्म। जस्तै 10 बजेदेखि 4 बजेसम्म भन्नु पर्यो भनेदेखि जिउ जी कारा यो जी मादे भन्छौँ, के भन्छौँ रे जिउ जी कारा यो जी मादे भनेको 10 बजेदेखि 4 बजेसम्म भन्ने अर्थ लाग्छ है। र 12 नम्बरमा हेर्नु होला देशिता। फेरि एकचोटि भन्नुहोस् त देशिता, देशिता, देशिता भनेको थियो। कुनै पनि कुरा पास्टमा भन्दाखेरिमा चाहिँ हामीले के को प्रयोग गर्छौँ देशिताको प्रयोग गर्छौँ है। हिजो कुन बार थियो, अस्ति कुन बार थियो भनेर सोद्धाखेरिमा हामीले देशिताको प्रयोग गर्छौँ। त्यसको बारेमा अहिले सिक्नेछौँ। कृपया अहिले भोक्याबुलरी हेर्नु होला। र 13 नम्बरमा हेर्नु होला ज्या आरिमासेन। 13मा हेर्नु त एकचोटि ज्या आरिमासेन भनेको छ है। ज्या आरिमासेन भनेको के हो त भन्दाखेरिमा थिएन भनेको छ है। ज्या आरिमासेन देशिता भनेको कुनै पनि कुरा थिएन भनेको छ। के भनेको छ अरे ज्या आरिमासेन देशिता भनेको कुनै पनि कुरा थिएन भन्न खोजेको। देश भनेको छ वा हो भन्ने अर्थ लाग्छ। अनि देश भनेको प्रेजेन्टको पोजिटिभ कन्डिसन भयो भनेदेखि प्रेजेन्टको नेगेटिभ कन्डिसनमा चाहिँ ज्या आरिमासेन भन्छौँ। के भन्छौँ रे ज्या आरिमासेन भनेको चाहिँ होइन
अर्थात् छैन भन्ने अर्थ लाग्छ। त्यसैगरी देशिता भनेको पास्टमा थियो हो भन्ने कुराको अर्थ लाग्छ। थियो कुनै पनि कुरा भइसकेको थियो भन्दाखेरिमा हामी देशिताको प्रयोग गर्थ्यौँ भनेदेखि जे आरिमासिन देशिता भनेको चाहिँ कुनै पनि कुरा थिएन होइन भन्नको लागि चाहिँ हामी जे आरिमासिन देशिताको प्रयोग गर्छौँ है। यसको नै रुल्स छ, त्यो चाहिँ हामी पछाडिको भिडियोहरूमा हेर्नेछौँ। अहिलेलाई मात्र यति कुरा बुझ्नुहोस् कि जे आरिमासिन देशिता भनेको थिएन भन्ने अर्थ लाग्छ है। र 14 नम्बरमा हेर्नु होला वा भनेको छ। वा यो हा अक्षर भए तापनि यसलाई हामी पार्टिकलको रूपमा पढ्दाखेरिमा यसलाई हामी के भन्छौँ भन्दाखेरिमा वा भनेर पढ्छौँ। के भनेर पढ्छौँ रे? वा भनेर पढ्छौँ, जसको अर्थ चाहिँ भन्ने कुरा हुन्छ। यो कुनै पनि सब्जेक्टसँग लाग्छ भनेर बुझ्नु होला है। यो वा भन्ने पार्टिकल चाहिँ कुनै पनि सब्जेक्टसँग लाग्छ भनेर बुझ्नु होला। ल यति सार्नुहोस् त। ल सार्नु भएको भए म अगाडिको स्लाइडमा जान चाहे। ल मैले यहाँनिर एउटा टाइटल बनाएको छु, बा सोध्ने र भन्ने तरिका भनेको छ है। बा सोध्ने र भन्ने तरिका भनेको छ। यो भने कस्तो यहाँ हेर्नु होला, जस्तै आज के बार हो भनेर मैले कसैलाई सोधेँ, त्यसको लागि के क्वेसन चाहिँ सोध्नुपर्छ होला त? आज के बार हो भनेर जापानिजमा क्वेसन सोध्नु पर्यो भनेदेखि के भन्ने? जस्तै तपाईँले कोही जापानिजलाई गएर भेट्नुभयो, आज के बार हो तपाईँलाई थाहा छैन, अर्थात् जापानिज भाषामा के भन्छ तपाईँलाई थाहा छैन भनेदेखि तपाईँले उहाँहरूलाई के भनेर सोध्न सक्नुहुन्छ भन्दाखेरिमा क्यौ वा नान यौबी देशका। फेरि एकचोटि भन्नु त, क्यौ वा नान यौबी देशका। फेरि एकचोटि भन्नुहोस् त, क्यौ वा नान यौबी देशका, जसको अर्थ आज के बार हो भन्ने अर्थ लाग्छ। के लाग्छ रे? आज के बार हो भन्ने अर्थ लाग्छ है। तपाईँले के भन्नुपर्छ? आज के बार हो भनेर सोद्धाखेरिमा क्यौ वा नान यौबी देशका। क्यौ वा नान यौबी देशका भनेको अर्थ आज के बार हो भन्ने अर्थ लाग्छ है। एकचोटि सबैले मसँगै प्रोनाउन्सिएसन गर्नु होला। ल क्यौ वा नान यौबी देशका, क्यौ वा नान यौबी देशका भन्ने अर्थ बुझ्नु होला। र अब तपाईँले चाहिँ आज आइतबार हो भनेर भन्नु पर्यो, अर्थात् उनीहरूले चाहिँ आज आइतबार हो भनेर भन्दाखेरिमा चाहिँ उनीहरूले के आन्सर दिन्छन् त भन्ने कुरा म तपाईँलाई सिकाउन गइरहेको छु। यहाँ हेर्नु होला, क्यौ वा निचियौबी देश, क्यौ वा निचियौबी देश। आज चाहिँ आइतबार हो भनेर भन्नको लागि क्यौ वा निचियौबी देश भनेर भन्नु पर्यो। के भन्नु पर्यो? क्यौ वा निचियौबी देश भन्नु पर्यो। अब फेरि एकचोटि यसलाई प्रोनाउन्सिएसन गरौँ। ल क्यौ वा नान यौबी देशका, क्यौ वा नान यौबी देशका, जसको अर्थ आज के बार हो भन्ने अर्थ लाग्छ है। एकचोटि मसँग फेरि प्रोनाउन्सिएसन गरिदिनु होला, क्यौ वा नान यौबी देशका, जसको अर्थ आज के बार हो भन्ने अर्थ हुन्छ। र क्यौ वा निचियौबी देश, क्यौ वा निचियौबी देश, जसको अर्थ आज आइतबार हो भन्ने अर्थ लाग्छ है। ल यो सार्नुहोस् त। यहाँसम्म के छ? बुझ्नु भएको छ? यदि बुझ्नु भएको छ भनेदेखि कृपया भिडियोलाई लाइक गर्न नभुल्नु होला है। र यदि यहाँसम्म तपाईँले पढ्दै जाँदाखेरिमा केही कुरा नबुझ्नु भएको छ भनेदेखि कृपया कमेन्ट बक्समा कमेन्ट गर्न नभुलिदिनु होला। साथै यस च्यानलमा नयाँ हुनुहुन्छ भनेदेखि कृपया च्यानललाई सब्सक्राइब गर्न नभुल्नु होला है। र म अगाडिको स्लाइडमा जान चाहेँ। र अब आज के बार हो भन्ने कुरा त मैले सिकाएँ है तपाईँहरूलाई। ल मैले तपाईँलाई एउटा क्वेसन सोध्न चाहेँ, भोलिलाई के भन्छ? ल भन्नुहोस् त सबैजनाले, ल कमेन्ट गर्नुहोस् त। ल भोलिलाई के भन्छ रे? भोलिलाई हामी आशिता भनेर भन्छौँ है। आहा, जान्ने भइसक्नु भएछ है तपाईँहरू त, कति छिटो। ल भोलि के बार हो भनेर म यसलाई क्वेसन सोध्न पर्यो। भोलि के बार हो भनेर क्वेसन सोध्न पर्यो भनेदेखि कसरी सोध्ने त? आशिता भनेको भोलि, भोलि भनेको अहिले भर्खर तपाईँले भन्नुभएको थियो नि आशिता भनेको भोलि। र यो वा भनेको छ नि, यो वा भनेको चाहिँ के हो त भन्दाखेरिमा सब्जेक्टसँग लाग्छ है जहिले पनि। आशिता वा नान यौबी देशका। फेरि एकचोटि भन्नु त, आशिता वा नान यौबी देशका, आशिता वा नान यौबी देशका, जसको अर्थ भोलि के बार हो भन्ने अर्थ लाग्छ। ल एकचोटि मसँग फेरि प्रोनाउन्सिएसन गर्नु होला, आशिता वा नान यौबी देशका, आशिता वा नान यौबी देशका, जसको अर्थ भोलि के बार हो भन्ने अर्थ लाग्छ। र अब आज मैले अघिको स्लाइडमा आज आइतबार हो भनेर सिकाएको थिएँ, त्यही भएर भोलि त सोमबार हुन्छ नि, त्यही भएर मैले यहाँनिर भोलि सोमबार हो भनेर भनेको छु। के भनेको छु? भोलि सोमबार हो भनेर भनेको छु है। त्यसको लागि के भन्नु पर्यो? आशिता वा गेचु यौबी देश। फेरि एकचोटि भन्नु त, आशिता वा गेचु यौबी देश,
आसिता वा गेचु यो विदेश अर्थात् भोलि सोमबार हो भन्नको लागि चाहिँ हामीले आसिता वा गेचु यो विदेश भनेर भन्नुपर्छ। के भन्नुपर्छ भने आसिता वा गेचु यो विदेश भनेर भन्नुपर्छ है। यहाँ हेर्नु होला एकचोटि आसिता वा गेचु यो विदेश भन्नुको अर्थ भोलि सोमबार हो भन्ने अर्थ लाग्छ ल। भोलि के बार हो भनेर सोध्न पर्यो भनेदेखि आसिता वा नान यो विदेशका भनेको भोलि के बार हो, आसिता वा नान यो विदेशका भनेको भोलि के बार हो र भोलि सोमबार हो भनेर भन्नु पर्यो भनेदेखि आसिता वा गेचु यो विदेश, आसिता वा गेचु यो विदेश जसको अर्थ भोलि सोमबार हो भन्ने अर्थ लाग्छ है। ल यो सार्नुहोस् त, ल सार्नु भयो है। ल म अगाडिको स्लाइडमा जान चाहे। ल यहाँ हेर्नु होला फेरि पर्सीलाई के भन्छ अरे, पर्सीलाई हामी आसाते भनेर भन्छौँ भनेर अघिको मैले भोक्याबुलरीमा पढाइसकेको छु है। पर्सी भनेको आसाते, पर्सी के बार हो भनेर मैले क्वेसन सोधेको छु है। त्यो कसरी सोध्ने त, पर्सी के बार हो भनेर कसरी सोध्ने ल हेर्नु है। आसाते वा नानियो विदेशका, एकचोटि सबैले भन्नुहोस् त आसाते वा नानियो विदेशका। हेर्नु है, आसाते भनेको पर्सी, वा भनेको पार्टिकल, नानियोबी भनेको के बार र देशका भनेको हो भन्ने अर्थ लाग्छ है। आसाते वा नानियो विदेशका, एकचोटि भन्नुहोस् त आसाते वा नानियो विदेशका, आसाते वा नानियो विदेशका जसको अर्थ पर्सी के बार हो भन्ने अर्थ लाग्छ। र पर्सी यदि मङ्गलबार हो भनेदेखि आसिता वा खायो विदेश। सबैले भन्नु त ए सरी ल, यहाँ आसिता भएछ, यहाँ पर्सीलाई त आसाते भन्छ नि, यहाँ यो सच्चै हाल्नु होला ल, यो मिस्टेक भएछ, मैले यो कपी पेस्ट गर्ने बेला मिस्टेक लेखेको छु। यहाँ छ नि यो जुन आसाते यहाँ छ नि, यही आसाते चाहिँ तपाईँले सार्ने बेलामा यहाँ लेख्नु होला। पर्सी मङ्गलबार हो भन्नलाई के भन्नु पर्यो भन्दाखेरिमा आसाते वा खायो विदेश भन्नु पर्यो। के भन्नु पर्यो रे, आसाते वा खायो विदेश भन्न पर्यो। के भन्न पर्यो रे, आसाते वा खायो विदेश भन्न पर्यो। पर्सी के बार हो भनेर सोध्नको लागि चाहिँ आसाते वा नानियो विदेशका। फेरि एकचोटि भन्नुहोस् त आसाते वा नानियो विदेशका भनेको पर्सी के बार हो र आसाते वा खायो विदेश भनेको चाहिँ पर्सी मङ्गलबार हो भन्ने अर्थ लाग्छ। के लाग्छ रे, आसाते वा खायो विदेश भनेको पर्सी मङ्गलबार हो भन्ने अर्थ लाग्छ। ल यो सार्नुहोस् त, सार्नु भयो है। ल त्यसो भए म अगाडिको स्लाइडमा जान चाहे। ल यहाँ हेर्नु है त, अहिलेसम्म हामीले के पढ्यौँ भन्दाखेरिमा आज भोलि पर्सीलाई कसरी सोध्ने भन्ने कुरा मैले तपाईँलाई सिकाएँ। आज सोध्न पर्यो भनेदेखि केउ वा नानियो विदेशका भनेर सोध्ने। के भन्ने रे, एकचोटि सबैले प्रोनाउन्सिएसन गर्नुहोस् त, केउ वा नानियो विदेशका भनेको आज के बार हो भन्ने अर्थ लाग्छ। अब भोलि के बार हो भनेर सोध्नु पर्यो भनेदेखि आसिता वा नानियो विदेशका भनेर सोध्ने। के भन्ने, आसिता वा नानियो विदेशका भनेर सोध्ने। र पर्सी के बार हो भनेर सोध्नु पर्यो भनेदेखि आसाते वा नानियो विदेशका भनेर सोध्ने। के सोध्ने रे, आसाते वा नानियो विदेशका भनेर सोध्ने है। पछाडि देशका भनेर आएको थियो, जहिले पनि देशका भन्ने अर्थ चाहिँ के प्रेजेन्टमा लाग्छ कि केमा लाग्छ त, फ्युचरमा लाग्छ है। कि प्रेजेन्टमा देशको देश लाग्छ कि फ्युचरमा देश लाग्छ। अब यहाँ हेर्नु होला है, अब यहाँ हेर्नु, हिजो भनेको के हो रे, हिजो भन्नेलाई जापानिज भाषामा के भन्छ, किनौ, जान्ने भइसक्नु भएछ है। हिजो भनेको किनौ हो है। हिजो के बार थियो भनेर भन्नु पर्यो। अहिले मैले तपाईँलाई पास्टको कुरा सिकाएको थिएँ, यसो सम्झिनु त, थियो भन्नलाई के भन्छ होला। अहिले मैले पास्टको कुरा सिकाएको थिएँ नि, थियो भन्नलाई चाहिँ हामी के भन्छौँ भन्दाखेरिमा देशिता भनेर भन्छौँ। र पछाडि यदि क्वेसन मार्क छ भनेदेखि त्यहाँ हामीले का भन्ने कुरा लगाउँथ्यौँ, अर्थात् पार्टिकल लगाउँथ्यौँ भनेर मैले अघि भर्खर तपाईँलाई सिकाएको थिएँ। कृपया भिडियोलाई अगाडि लगेर हेर्नु होला है। ल यहाँ हेर्नु, हिजो के बार थियो भनेर सोध्नु पर्यो भनेदेखि किनौ वा नानियो विदेशिताका भनेर सोध्नुपर्छ। के पर्छ रे, किनौ वा नानियो विदेशिताका भनेर सोध्नुपर्छ है। यहाँ देशिता अनि त्यसपछि का किन लगाएको भन्दाखेरिमा हामीले क्वेसन सोद्धाखेरिमा का पार्टिकल लाउँछौँ र हामीले पास्टको कुरा सोद्धाखेरिमा जहिले पनि हामी देशिताको प्रयोग गर्छौँ भनेर मैले अघि भर्खर भनेको छु है। अब सबैले एकचोटि सँगै प्रोनाउन्सिएसन गर्नुहोस् त ल, किनौ वा नानियो विदेशिताका, किनौ वा नानियो विदेशिताका,
किनौवा नान्यो विदेशिताका, जसको अर्थ हिजो के बार थियो भन्ने अर्थ लाग्छ र तपाईले हिजो शनिबार थियो भनेर भन्नु पर्यो भनेदेखि किनौवा दोयो विदेशिता भन्नुहुन्छ। के भन्नुहुन्छ? किनौवा दोयो विदेशिता भन्नुहुन्छ। के भन्नुहुन्छ रे? किनौवा दोयो विदेशिता भन्नुहुन्छ। यदि हिजो शुक्रबार भएको भएदेखि के भन्नुहुन्थ्यो? किनौवा किन्यो विदेशिता, किनौवा किन्यो विदेशिता भनेर भन्नुहुन्थ्यो है। ल हिजो सोमबार थियो भन्नलाई कि जापानिजमा कसरी भन्ने? ल यो क्वेसनको एन्सर चाहिँ तपाईले कमेन्टमा लेख्नु होला है। ल यो सार्नुहोस् त। ल म अगाडिको स्लाइडमा जान चाहे। ल अब हामी यहाँ हेर्नु होला, अस्ति भनेर पढ्नु पर्यो। अस्तिलाई जापानिजमा के भन्छ रे? ल भन्नुहोस् त। अस्ति भनेको ओतोतोई भनेको अस्ति। के हो रे? फेरि एकचोटि भन्नुहोस् त। ओतोतोई भनेको अस्ति है। अस्ति के बार थियो भनेर सोध्नु पर्यो भनेदेखि के भन्ने त? ल भन्नुहोस् त। ओतोतोई वा नान्यो विदेशिताका भन्ने। के भन्ने? ओतोतोई वा नान्यो विदेशिताका भन्ने है। यो अस्ति भनेको नि के हो त? पास्ट हो नि। आज भोलि पर्सि भनेको पो प्रेजेन्ट वा फ्युचर हुन्थ्यो त। हामीले पास्टमा सोध्नु पर्यो भनेदेखि त देशिता लाउँथ्यौँ र क्वेसन सोध्नलाई का लगाउँथ्यौँ। त्यही भएर ओतोतोई वा नान्यो विदेशिताका भएको। के भएको रे? ओतोतोई वा नान्यो विदेशिताका भएको, जसको अर्थ चाहिँ अस्ति के बार थियो भन्ने अर्थ लाग्छ। के लाग्छ? अस्ति के बार थियो भन्ने अर्थ लाग्छ है। र अस्ति शुक्रबार थियो भन्नु पर्यो भनेदेखि कसरी भन्ने? ल हेर्नुहोस् है। ओतोतोई वा किन्यो विदेशिता। के हो रे? ओतोतोई वा किन्यो विदेशिता भन्छौँ। के भन्छौँ रे? अस्ति शुक्रबार थियोलाई हामी के भन्छौँ? ओतोतोई वा किन्यो विदेशिता भन्छौँ। के भन्छौँ? ओतोतोई वा किन्यो विदेशिता भनेर भन्छौँ है। ल त्यसो भएदेखि तपाईहरूले मलाई अस्ति मङ्गलबार थियोलाई के भन्छ? तपाईले यो क्वेसनको एन्सर चाहिँ कमेन्ट बक्समा लेखिदिनु होला है एन्सर, ताकि तपाईले बुझ्नुभयो बुझ्नु भएन भन्ने कुरा चाहिँ मैले सजिलैसँग बुझ्न सक्छु। ल यो सार्नुहोस् त। ल यतिसम्म तपाईले बुझ्नु भएको छ भनेदेखि कृपया भिडियोलाई लाइक, कमेन्ट, सेयर अनि च्यानललाई सब्स्क्राइब गर्न नभुल्नु होला। हाम्रो यसभन्दा पछाडिको भिडियोमा भेट हुने नै छ। त्यो बेलासम्मको लागि म बिदा माग्छु। हाई गाम्बात्ते कुदासाई माताने।